नमस्कार साथीहरू, म प्रेमबहादुर साउद, सुदूरपश्चिम प्रदेश बडीगदार गाउँपालिका वार्ड नम्बर 2 खरर साउद कृषि फार्ममा रहेको यो सुन कागती को बारेमा केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउन गइरहेको छु। हामीहरूले आजभन्दा 4 वर्ष अगाडि हाम्रो पुर्खाको बाँझो जमिनमा कागती खेती सुरु गरेका थियौँ। जस्तै तपाईहरु अहिले यहाँ अगाडि हेर्न सक्नुहुन्छ, ढकमक्क फुलेको छ कागतीहरू। हाम्रो मेहनतले रंग ल्याएको जस्तो हामीलाई पनि आभास भएको छ। यो सुन कागती खेती हामीहरूले त्यति बेला एउटा सामान्य युट्युब या किताबबाट नै केही पढेर त्यसरी आफ्नो एउटा सामान्य जानकारीको आधारमा नै सुरु गर्नुपर्छ, बाँझो जमिनलाई उपयोग गर्नुपर्छ भनेर हामीले किताबको माध्यम या युट्युबको माध्यमबाट यो कागती खेती सुरु गरेका थियौँ। यो कागती खेती हामीहरूले त्यति बेला नसिब साउद भन्ने प्रोप्राइटर हुनुहुन्थ्यो। उहाँको सगरमाथा एग्रो फरेस्ट्री बाट उहाँसँग कोअर्डिनेसन गरेर उहाँले उपलब्ध गराइदिनु भएको सुन कागती 1 हो भनेर उहाँले भन्नुभएको हो। र अहिले हामीहरूलाई त्यति नलेज पनि थिएन सुन कागती 1 भनेको के हो, 2 भनेको के हो भन्ने। जस्तै सामान्य एउटा किताब र युट्युबको माध्यमबाट हामीले यो खेती सुरु गरेका थियौँ। र जस्तै अहिले तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ दोस्रो वर्ष, त्योभन्दा 1 वर्ष पछाडिको बुट्टा हो। त्यो अगाडि देखाएको चाहिँ हामीले 77 सालमा फागुनमा, यो चाहिँ 78 साल फागुनमा हामीहरूले रोपेका थियौँ। र हामी 4 जना साथीहरूले आफ्नो बाँझो जमिनमा के गर्नुपर्छ भनेर हामी त्यो कोरोनाको महामारीको बेला घरबाट बाहिर ननिस्किने स्थिति थियो। त्यति बेला हामीले यो कागती खेती सुरु गरेका थियौँ। र त्यति बेला यो जमिन यो जंगलले भरिएको थियो। देख्दै पनि लगभग हामी त अब तराईबाट हामी कैलाली के रे गौरीगंगाबाट आएका हुनाले त्यति बेला हामीलाई साह्रै असहज महसुस भएको थियो। तर पछि धीरे धीरे हामीहरूले आफ्नो मेहनत गर्यौं र हामीले यो काम गर्न त्यति बेला सफल भएका थियौं। त्यति बेला एउटा हामीहरूलाई मनमा डर पनि थियो कि यो काम गरिसकेपछि बजारको के रे बजार व्यवस्थापन या बिक्री गर्न सकिने हो कि होइन भन्ने थुप्रै कुराहरू मनमा खेलाइरहेका थिए। र अहिले आखिर अब त्यो घडी पनि आइसक्यो। आज अब यो बिरुवाहरू रोपेका 4 वर्ष भयो, फुलिरहेछन्। कोही 3 वर्षका बिरुवाहरू छन्, यिनीहरू पनि अहिले अब पहिलो चरणमा फुलिरहेछन्। त्यहाँभन्दा अगाडि देखिएका बिरुवाहरू ती चाहिँ 4 वर्ष मतलब 2 वर्ष पहिलादेखि नै फलिरहेका थिए। त्यो सामान्य के रे धेरै नभएर थोरै क्वान्टिटीमा के रे फलिरहेका थिए। र हामीले लास्ट इयर चाहिँ बेच्यौं, अलिअलि के रे 2-4 कुण्डल जति बेच्यौं। यो चोटी चाहिँ हामी अब कतिको सफल हुनेछौं। अब बजारको चाहिँ त्यही हो, बाटोघाटोको समस्या, बजारको पनि समस्या भन्ने जस्तो कुराहरू थुप्रै छ। तैपनि हामीहरू चाहिँ आफ्नो मेहनत गर्न छोडेका छैनौं। हामी मेहनत गरि नै रहेका छौं। मेहनत गरे अनुसारको के रे बुटाहरूमा पनि प्रोग्रेस, हाम्रो नलेज भ्याएसम्मको के रे मेहनत र हामीले चाहिँ राम्रो कोसिस गर्नुपर्छ भनेर त्यो गरेका छौं। र यसमा अब हामीहरूको मेहनतले रंग ल्यायो कि ल्याएन भन्ने कुरा अब बजार र रोडको व्यवस्थापन, उचित व्यवस्थापन भयो भने हामी अझ साह्रै खुसी हुने थियौं। र हामीहरूलाई त्यो समयमा सहयोग गर्नुहुने विभिन्न के रे समुदाय संस्था, गाउँपालिका हैन र कृषि ज्ञान केन्द्र थुप्रै जति बेला हामीले सुरुवात गरेका थियौं त्यति बेला त कसैले गरेको थिएन सहयोग। र अहिले पछिल्लो समयमा हामीले काम गर्दै जाँदा गाउँपालिकाबाट पनि केही सहयोग भएको थियो हैन। अनि त्यस पछाडि लास्ट इयर हामीहरूलाई के रे कृषि ज्ञान केन्द्र डोटीले पनि हामीहरूलाई 700 बुटा दिएर सहयोग गरेको थियो। र एउटा ग्रास कटर मसिन सहित उहाँहरूले उपलब्ध गराइदिनु भएको थियो। हामी आभारी छौं कृषि ज्ञान केन्द्र डोटीसँग र त्यहाँका कर्मचारीहरूसँग हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। उहाँहरूको सहयोगमा पनि हामीहरूले 700 बुटा कागती रोपेका थियौं लास्ट इयर। र अहिले हामी यो चरणमा छौं। अब हेरौं अब यसको मार्केट कतिको हुन्छ, के हुन्छ हैन। यहाँबाट हामीले अहिलेसम्म लाभ त केही पनि लिएका छैनौं। अब हामी त्यसको प्रतीक्षामा छौं। र साथीहरू, लास्ट इयर कृषि ज्ञान केन्द्र डोटीले हामीहरूलाई चाहिँ थप
उत्साहका लागि ल 700 बुटा रोप्नुहोस् तपाईँ हाम्रो तर्फबाट भनेर उहाँहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको थियो र हामीलाई झन् उत्साह हामीलाई झन् एनर्जी थुप्रै किसिमका के अरे साहस एउटा दिने काम गर्नुभएको थियो। उहाँहरूलाई त हामी विशेष धन्यवाद दिन चाहन्छु। स्पेसली भन्दाखेरि गङ्गादत्त अवस्थी सरले चाहिँ उहाँ एउटा युवा र हामी पनि युवाहरू भएको हुनाले उहाँले चाहिँ हामीलाई ल सरहरू यसरी गर्नुपर्छ भनेर उहाँहरूले हामीलाई थुप्रै सल्लाह दिएको अनुसार हामीले यो वर्ष चाहिँ यसरी चाहिँ काटेर तलका हाँगाहरू काटेर यसरी चाहिँ यो एकदम प्राविधिकको सल्लाह अनुसारै हामीले काम गरेका छौँ र अपेक्षा छ कि अब आउँदा दिनहरूमा हाम्रो खेती हाम्रो मेहनतले चाहिँ यहाँभन्दा बढी के अरे हामीहरूलाई उत्साह थप ऊर्जा दिनेछ। यो हामीले गरेको मेहनतको फल पाउनेछौँ भन्ने एउटा हामीले थुप्रै आशाहरू बोकेका छौँ र विभिन्न हामीहरूलाई आजसम्म सहयोग गर्ने र नगर्ने जति पनि छन् सबलाई म धन्यवाद पनि दिन चाहन्छु। आगामी दिनहरूमा अझ पनि हामीहरूलाई चाहिँ यस्ता किसिमको सहयोग र हामीहरूको सूचनाको कमी या कुनै रोडको कमी पनि छ अहिले हाम्रो यो ठाउँमा, त्यसको लागि सम्बन्धित निकायलाई चाहिँ म ध्यानाकर्षण गर्न चाहन्छु। र यो लास्ट इयर कृषि ज्ञान केन्द्रले दिएको के अरे यो बुटाहरू यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यतिको भएको छ। हामी यसलाई पनि अब थुप्रै राम्रो प्रयास गरिरहेछौँ, राम्रो गर्ने कोसिस गर्दैछौँ र त्यो भएको हुनाले म समग्रमा सबैलाई धन्यवाद भन्दै यो भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु र भिडियोलाई सकेसम्म सेयर गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद।